तामाङ समुदायको सुरुवात कसरी भयो होला? यसका कथा त धेरै छन्, तर आज हामी एउटा एकदमै खास कथामा डुब्नेछौँ। यो कथा हो ताम्बा कैरन परम्पराबाट आएको। अब यो कथालाई सामान्य कथा मात्रै नसोचौँ है, यो त सृष्टि रचनाको एउटा निकै नै सम्मानित र पुरानो संस्करण हो। यसले हामीलाई तामाङ समुदायको जरो कहाँ र कसरी सुरु भयो भन्ने बारे एउटा गजबको झलक दिन्छ। ल अब कथाभित्रै पसौँ है त। यो कथा सुरु हुन्छ त्यो बेला जब यो संसारमा मान्छे भन्ने चिजै थिएन। एकदमै आदिम समयको कुरा हो यो। एकछिन आँखा चिम्म गरेर सोच्नुस् त, पवित्र सुमेरु पर्वत, त्यहाँ एउटा कति सुन्दर ताल छ, तर वरिपरि हेर्दा मान्छेको नामो निशान छैन। एकदम शान्त, तर कता कता केही नपुगे जस्तो, केही अधुरो जस्तो। हो, सृष्टि नै अपुरो थियो। हो, यही अधुरोपनलाई पूरा गर्न कथामा दुई मुख्य दैवी पात्रहरू आउँछन्। एक हुनुहुन्छ सर्वोच्च शक्ति अर्थात् दोर्जेगाडम, अनि अर्का हुनुहुन्छ महागुरु रिम्बोर्छे, जसलाई चाहिँ दोर्जेगाडमले नै संसारको रेखदेख गर्ने जिम्मा दिनुभएको थियो। अनि ठिक यही बेला कथाले एउटा ठूलो मोड लिन्छ। सर्वोच्च शक्ति दोर्जेगाडमबाट एउटा आदेश आउँछ, एउटा यस्तो आदेश जसले यो पुरै कथालाई अगाडि बढाउँछ। त्यो आदेश थियो मानवताको सृष्टि गर। अब आदेश त आयो, तर के मान्छे बनाउनु त्यति सजिलो थियो होला र? थिएन। पहिलो प्रयासमै एउटा ठूलै समस्या देखा पर्यो। त्यसपछि महागुरुले एउटा योजना बनाउनु भयो। उहाँले के गर्नुभयो भने पहिला 3 जना भिक्षुकहरूको सृष्टि गर्नुभयो, छेगु, लुङ्गु र टुल्गु। अनि उहाँहरूलाई नै यो मान्छे बनाउने ठूलो काम सुम्पिनु भयो। अनि हेर्नुस् न, ती भिक्षुहरू पनि कस्ता सिपालु। उनीहरूले फटाफट मानव शरीरको ढाँचा त बनाइहाले, तर त्यो शरीर त बन्यो, तर केही कुरा अझै बाँकी थियो। त्यो रचना अधुरै थियो। के कमी थियो होला? कमी थियो जीवनको, प्राणको। शरीर त थियो, तर त्यसमा आत्मा थिएन, सास थिएन, जीवनको त्यो झिल्को नै थिएन। अब के गर्ने? भिक्षुहरूले हार मानेर महागुरुलाई गुहारे। त्यसपछि महागुरुले फेरि सर्वोच्च शक्ति दोर्जेगाडमलाई सम्झिनुभयो, अनि एउटा दैवी शक्ति प्रकट भयो जसले यो समस्याको समाधान गर्नेवाला थियो। त्यो जुन दैवी शक्ति थियो नि, त्यसलाई 3 भागमा बाँडियो, अनि त्यही शक्तिबाट 3 जना कन्याहरूको जन्म भयो, डान्सिङ डोल्मा, डान्सिङ टासी र डान्सिङ टुकु। उनीहरूलाई चाहिँ ती भिक्षुकहरूको सेवा सुसार गर्न पठाइयो। ल, अब कथाले एउटा यस्तो अनौठो मोड लिन्छ जुन कसैले सोचेकै थिएन होला। यो मोडले त सृष्टिको पुरै प्रक्रियालाई नै अर्कै दिशामा लगिदिन्छ। अब ती कन्याहरूको दिनचर्या कस्तो थियो भने हरेक दिन जङ्गल जाने, सफा पानी र फलफुल खोजेर ल्याउने। तर हरेक दिन एउटा अनौठो जनावर आएर उनीहरूलाई हैरान पार्थ्यो। कहिले पानी धमिलो बनाइदिने, कहिले काममै भाँजो हालिदिने,